हेलो नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई रकास्ट बी र बी रियलमा र आज हामी बात गर्न गइरहेको छौं एसआईआर स्पेशल इन्टेन्सिभ रिभिजनको बारेमा। यो इन्डियाको 12 स्टेटमा लागू गरिसकेको छ। त्यो स्टेटमा हाम्रो वेस्ट बेंगाल पनि परेको छ र आज हामी जान्ने छौं एसआईआर भनेको के हो, यसको लागि के डकुमेन्ट चाहिन्छ र इलेक्सन कमिसनरले किन यो लागू गर्यो, यो विषयमा आज हामी बात गर्न गइरहेको छौं। आजको गेस्ट हुनुहुन्छ जीटीए को चिफ पिआरओ एसपी शर्मा सर। र सर स्वागत छ तपाईलाई। धन्यवाद। एक्चुअलीमा एसआईआर भनेको के होला सर? स्पेशल इन्टेन्सिभ रिभिजन हो। बेसिकली भोटर लिस्ट जुन छ, त्यो भोटर लिस्टमा धेरैजना व्यक्तिहरू कसैको वासस्थान चेन्ज भएको हुन्छ, कसैको मृत्यु भएको हुन्छ है। त्यसैले गर्दा समयमा धेरैवटा त्यो भोटर लिस्टमा जुन भोटर कार्डहरू रहेको हुन्छ त्यो इनभ्यालिड हुनु पनि गएको हुन्छ। अनि साथसाथमा अब कतिजना नयाँ मतदाता पनि आएका हुन्छन्। एउटा नर्मल जस्तै कि नर्मल हिसाबले हेर्दाखेरि के भनेर एक्चुअलीमा बुझ्नु होला, मतदाता सूचीको चाहिँ एकपल्ट फेरि पुनर्समीक्षा गरेको भनौँ न है, हामीले त्यसलाई समीक्षा गरिँदैछ। त्यसमा कतिलाई राख्नुपर्ने, कतिलाई छटाइ गर्नुपर्ने, अनि त्यसको निम्ति एउटा निर्दिष्ट मापदण्ड तोकेको छ। त्यो मापदण्ड चाहिँ 2002 को भोटर लिस्ट बनेको छ। अनि जुन परिवारकोले चाहिँ अब 2002 को भोटर लिस्टमा आफ्नो नाम देखाउन सक्छ या जसको थियो होइन, उहाँहरूले नाम हुनेको त आइहाल्यो, नाम नहुने जसको पनि परिवारका सदस्य छन् उहाँहरूले आफ्नो सम्बन्ध देखाएर यो भोटर कार्ड चाहिँ हाम्रो 2002 मा भएको मेरो बाबा हो, मेरो आमा हो, मेरो बाजे हो भनेर एउटा सम्बन्ध स्थापित गरेर पनि आफ्नो भोटर कार्डलाई राख्न सक्छन् मतदाता सूचीमा भनौँ न है। यो त्यो ओभरअल प्रोसेस हो। अनि जसको पनि मानिलिउँ कसैको 2002 मा थिएन अरे, उहाँहरूको निम्ति एउटा लिस्ट अफ डकुमेन्ट्स दिएको छ। अनि त्यो लिस्ट अफ डकुमेन्ट्समा 11 वटा डकुमेन्ट्स छ मेनली, हुन त 13 वटा देखाएको छ। लाइक जो आउनुहुन्छ हाम्रो घर घर हैन भेरिफिकेसनको लागि, उहाँहरूले नै भन्नुहुन्छ कि या आफूले नै गर्नुपर्ने? त्यो त तपाईँले सार्वजनिक छ, विज्ञप्तिमै जारी छ। अन्त बिङ एउटा एजुकेटेड मतदाता है, हामी यो देशको नागरिक, हामीले त्यो सबैकोमा छ, तपाईँकोमा नि होला होइन। जस्तै कि अब हामीले हेर्नु पर्दाखेरि अब एजुकेटेड मान्छेहरूले अब थाहा पाउँछ यो कुराहरू। जस्तै कि अहिले प्राय हेर्दाखेरि एजुकेटेड मान्छेहरू बाहिर गएको छ नि त। अनि अहिले प्राय अब त्यति बाउ आमाहरू भयो स्पेसली पढेको हुँदैन, अनि उनीहरूलाई चाहिँ अब यो बारेमा जानकारी दिनु छ भने चाहिँ त्यसको लागि तपाईँले देख्नुभयो भने विभिन्न राजनैतिक दलहरूलाई एउटा प्रोभिजन दिएको छ बिएलए राख्ने होइन, बुथ लेभल एजेन्ट्सहरू हुन्छ। अनि उहाँहरूले विभिन्न ठाउँमा क्याम्प पनि तपाईँले देखिरहनु भएको होला है। त्यो क्याम्प मार्फत पनि उहाँले जानकारी लिन सक्नुहुन्छ। अनि त्यस क्याम्पहरू धेरै ठाउँ भइ पनि रहेका छन्। अनि बिएलओ सँगसँगै बिएलए पनि उहाँहरू सँगसँगै हिँडेर पनि गर्न सक्छन्, यो कार्य गरि पनि रहेका छन् धेरै ठाउँमा। अनि त्यसरी नै उहाँहरूले चाहिँ अवेर गराउने हो कि एउटा भ्यालिड मतदाता चाहिँ जसको जेन्युइनली उहाँहरूले भोट दिइरहनु भएको थियो उहाँहरूको नाम नछुटियोस् भन्नको निम्ति। अनि पोस्ट वन्स तपाईँको यो फर्म जब ड्राफ्ट रोल भनौँ न है, 1 महिना यो प्रक्रिया सकेपछि जब ड्राफ्ट रोल बनिन्छ त्यस बेला जब हियरिङ हुन्छ त्यति बेला पनि तपाईँले ती तमाम सूची लिएर चाहिँ आफ्नो नाम बारे यदि छुटेको छ भने चाहिँ तपाईँले च्यालेन्ज गर्न सक्नुहुन्छ या पुनरावेदन गर्न सक्नुहुन्छ। सरकारबाटै भनेको छ कि अवेरनेस चाहिँ दिनुपर्छ या फिर दिएको चाहिँ राम्रो? सरकार लेभलबाट अवेरनेस गरेकै पनि छ। अनि सरकार लेभलबाटै बिएलओसँग बिएलएहरू पनि गइरहेका छन् घर घर। अनि त्यसले गर्दा यो सरकार लेभलकै प्रोभिजनमै छ बिएलए यो एसआईआरको प्रोसेसमै। त्यो चाहिँ अब एसआईआरको बारेमा थाहा छैन होइन, उनीहरूलाई खालि यति मात्रै भनेको हुन्छ कि कतिजना कि डकुमेन्ट्स लिएर आउनुपर्छ भनेर भन्छ। अनि उनीहरूलाई जान्नु छ भने उनीहरूले क्वेसन गर्न सक्छ, आरामले सक्छ। जस्तै मतदाता भनेको त तपाईँको आफ्नो अधिकार हो, यो देशको नागरिकको हिसाबले तपाईँको अधिकार हो। सरकारले एउटा प्रक्रिया सुरु गर्यो, त्यो प्रक्रिया तपाईँलाई थाहा नहुनै सक्छ। अनि एउटा सामान्य नागरिकको हैसियतले पनि हामीले सोध्नुपर्ने भनेको सम्बन्धित अधिकारीलाई हो कि मेरोमा यो डकुमेन्ट छ, तपाईँलाई के चाहिन्छ या इत्यादि विषयहरू। अनि त्यो सोध्नु पनि पर्छ, त्यो हाम्रो कर्तव्य हो। यसो होइन कि बिएलओ आयो इन्टायर उसकै जिम्मेवारी भन्ने पनि होइन। तपाईँले जहाँ बुझ्नु भएको छैन, हामी स्कुलमा पढ्दा भन्थ्यो नि नबुझेको क्वेसनहरू होइन, जिज्ञासा केही छ भने टिचरलाई सोध्नु भनेको सेम चिज हो। अनि बिएलओ आयो उसलाई नै तपाईँले सोध्नुपर्छ। अनि यसमा सचेत हुनु पर्यो। जसको नाम 2002 मा आएको छ उहाँहरूले चाहिँ के गर्नुपर्छ होला डकुमेन्ट्स? नाम जसको आएको छ उहाँहरूको त लिस्ट जुन चाहिँ छ त्यो 2002 को लिस्टमा उहाँहरूले नम्बर्स पनि सिरियल नम्बर पाइरहनु भएको हुन्छ। बुथ नम्बर कन्स्टिट्युन्सीको नाम मतलब आफ्नो भोटर कार्डको नाम लेख्नु पर्यो, आफ्नो नाम लेख्नु पर्यो, त्यहाँदेखि त्यो कुन अकाउन्टको मतलब कुन विधानसभा क्षेत्रमा पर्यो, तपाईँको पार्ट नम्बर, सिरियल नम्बर, त्यति त हो। त्यो डिटेल्स जुन चाहिँ तपाईँको त्यो लिस्टमा आउँछ त्यति नै हाल्नुपर्ने हो।
त्यति उहाँहरूको त त्यो सजिलो छ। जसको नाम छैन उहाँहरूको चाहिँ त्यही मतदाताकोले आफ्नो प्रमाणित गर्नुको निम्ति चाहिँ यो 11वटा लिस्ट चाहिँ खोज्नु पर्यो। 13वटा देखाउँदैछ, मैले अघि पनि भन्नु चाहेको थिएँ 13वटामा एउटा त आधार कार्ड राखेको छ +1 12 भनौँ न है, त्यो 12औं नम्बर चाहिँ आधार कार्ड छ, त्यो चाहिँ केवल परिचय पत्रको निम्ति हो, त्यसले तपाईँको सिटिजनसिप प्रुभ गर्दैन। अर्को एउटा राखेको छ बिहार एसआईआरको कागज है, त्यसलाई पनि तपाईँले यसमा समावेश गर्न सक्नुहुन्छ। तर यो दुइटा इनभ्यालिड हो वेस्ट बेङ्गलको लागि चाहिँ भनौँ न है। तपाईँले जब हियरिङमा जानुहुन्छ तपाईँले टप 11बाट कुनै एउटा डकुमेन्ट लिएर काम गर्न सक्नुहुन्छ। र मान्छेहरूले डकुमेन्ट सबमिट गर्दाखेरि के मिस्टेकहरू? सुरुमै चाहिँ तपाईँले डकुमेन्ट दिइहाल्नु पर्दैन, यो कुरा पनि बुझ्नु जरुरी छ। तपाईँकोमा फर्स्ट आयो, तपाईँले फर्स्ट फर्म सबमिट गर्नु पर्दैछ, त्यति बेला तपाईँले कुनै डकुमेन्ट दिनु हुँदैन, दिनु पनि जरुरी छैन होइन। तपाईँले फर्म फिलअप गरेर दिनुभयो, जब तपाईँको ड्राफ्ट रोलमा नाम आएन भने मात्रै ओन्ली अन द्याट केस चाहिँ तपाईँले डकुमेन्टको प्रोसेस सुरु हुन्छ। खालि हामीले फर्म मात्रै अहिले खालि फर्म फिलअप गरेर पासपोर्ट साइजको फोटोग्राफ है, दुईवटा फर्म दिएको हुन्छ, दुईटामा एक एकवटामा लाउनु भयो, एउटा तपाईँले उहाँलाई दिनुहुन्छ, एउटा तपाईँले राख्नुहुन्छ अहिले चाहिँ। अनि यो प्रक्रिया जब यो फर्म दिने फर्म लिने यो प्रक्रिया सकिन्छ त्यसपछि मात्रै डकुमेन्टको कुरा आउँछ। अहिले डकुमेन्टको कुरा छैन फर्स्ट फेजमा। कतिजना बाहिर हुनुहुन्छ होइन, बाहिर जानुहुन्छ, उहाँहरूले चाहिँ के गर्नु? उहाँहरूले सजिलो छ, उहाँहरूले अनलाइनमा जाने इसिआईको वेबसाइटमा, अनि अनलाइन फर्म भर्ने, अनि अनलाइन फर्म भर्दा एउटा चिज चाहिँ तपाईँलाई माग्छ, त्यो हो मोबाइल नम्बर तपाईँको भोटर कार्डसँग लिङ्क छ कि छैन। मोबाइल नम्बर भोटर कार्डसँग लिङ्क छ भने सरासर तपाईँले फर्म भर्नुहोस्, लिङ्क छैन भने त्यहीँनिर एउटा फर्म आउँछ त्यो भर्नुहोस्, अनि त्यो लिङ्क गर्न सक्नुहुन्छ, लिङ्क गरेर फेरि फर्म भर्नुहोस्, त्यसरी तपाईँले गर्न सक्नुहुनेछ। त्यही ओटिपी भेरिफिकेसनको अलिअलि प्रोसेसहरू आउँछ, नर्मल हो। सुप्रिम कोर्टले के आधारमा चाहिँ एसआईआर रिलिज गर्नुभयो? पहिला त अब यसको धेरै विवाद छ, लामो विवादमा नजाउँ। हामीले बुझ्नुपर्ने कुरा यति हो, एसआईआर एक हिसाबले जब बिहारले सुरु गरेको थियो त्यसमा कम्प्लेनहरू गयो प्रक्रियाहरूमा, लास्टमा गएर यो भोटर कार्ड आधार कार्डलाई पनि भ्यालिड मान्नै पर्छ भने त्यसलाई पनि भ्यालिड मानेको थिएन बिहार एसआईआरमा त्यति बेला। अन्तमा गएर सुप्रिम कोर्टकै निर्देशमा चाहिँ अहिलेको तपाईँको जुन 13वटा लिस्ट आएको छ त्यसमा आधार कार्ड समावेश छ, नत्र भने बिहारमा त्यो थिएन त्यो समावेश, अनि हो त्यसरी गरेको छ। अनि अहिले गाइडलाइन्स नै त्यही छ कि जुन प्रोसेस छ एज इट इज फलो गर्नु। त्यो सामान्य तपाईँको कतिपय प्रक्रियाहरूमा मात्रै चेन्जेस गरेको छ, अलिकति रिल्याक्सेसन भयो, जुन बिहारमा थियो त्योभन्दा अलिकति रिल्याक्सेसन भयो। डाटा सार्वजनिक गर्नु भनेको थियो, जुन डेटा बिहारमा उहाँहरूले सार्वजनिक गर्नु चाहेको थिएन, इत्यादि कन्ट्रोभर्सियल कुराहरू छ, कतिपय पोलिटिकल इस्युजहरू पनि छ। तर त्यो गाइडलाइन सुप्रिम कोर्टको निर्देशपछि चाहिँ अलिकति भए पनि रिल्याक्सेसन चाहिँ भएको छ, त्यति मात्रै भन्नु सकिन्छ। बाँकी अब इसिआईको जुन प्रोसेस आयो यो कतिपय प्रोसेसहरू हामी फलोअप गरिरहेका छौँ। सर एसआईआर राम्रो हो हाम्रो लागि? कुनै पनि कुरा राम्रो नराम्रो भन्न सकिँदैन, त्यसको प्रयोगमाथि डिसाइड गर्छ। यो पानी हामी पिउन पनि सक्छौँ, यो पानी कसैलाई त्यसरी फ्याँकिदियो भने त्यो गलत पनि हुन्छ, द वे यु युज इट होइन। अनि छुरीले तपाईँ सब्जी पनि काट्न सक्नुहुन्छ, छुरीले मर्डर पनि गर्न सक्नुहुन्छ। त्यो छुरी गलत या सही हुँदैन, त्यो छुरीको प्रयोगमाथि डिसाइड गर्छ। त्यसले गर्दा एसआईआरलाई सही र गलत भन्नुपर्दा पनि एसआईआरको टाइमिङ हेर्नुपर्छ। अनि जस्तै अब एसआईआरमा तपाईँले हेर्नु, बङ्गालमा किन विवाद हुँदैछ भने अब आसाममा पनि तपाईँको इलेक्सन छ 2026मा, बङ्गालमा पनि 2026मा इलेक्सन छ। आसाममा एसआईआर भएको छैन, बङ्गालमा एसआईआर हुँदैछ। त्यो अन्तर किन, भेदभाव किन, एउटा कुरा। अब यदि एसआईआरले विदेशी नागरिकहरूलाई नै छनौट गरेर निकाल्ने, देशको मतदाता सूचीलाई क्लिन गर्ने हो भने भाजपाका कतिपय व्यक्तित्वहरूले पोलिटिकली जुन नेरेटिभ गर्नुहुन्छ, जस्तै रोङ्गियाहरूलाई बङ्गलादेशीहरूलाई निकाल्ने हो भने, अब बङ्गलादेशको बोर्डर हामीले मजाले अध्ययन गर्यो भने त बङ्गलादेशको बोर्डर आसामसँग नि लिङ्क छ। आसाममा नि धेरै बङ्गलादेशी अरेस्ट हुन्छ, त्यहाँ चाहिँ किन एसआईआर हुँदैन जबकि 26मा त्यहाँ नै इलेक्सन छ होइन। त्यसले एउटा पोलिटिकल मोटिभ देखिन्छ। तपाईँ रोङ्गियाको कुरा गर्नु हो भने रोङ्गियाहरू त तपाईँको म्यानमार त्यो बेल्टबाट आउने हो होइन। अब त्यसमा तपाईँको नागाल्यान्ड छ है, मिजोरमहरू छ, अरू स्टेटहरू छ, त्यो एट्याच छ नि त रोङ्गियाको बोर्डरमा। त्यहाँबाट एकदम जम्प गरेर त वेस्ट बङ्गाल आउन सकिँदैन, धेरै लामो बाटो छ। अब त्यहाँ एसआईआर लागू भएको छैन, एसआईआर यहाँ लागू हुँदैछ। त्यसले गर्दा एउटा पोलिटिकल भेन्डेटा या पोलिटिकल एउटा मोटिभेसन त देखिन्छ। एउटा कुरा त्यो भयो। सेकेन्ड हो प्र्याक्टिकली तपाईँले कुनै पनि काम गर्न चाहनुहुन्छ भने, जस्तै मैले घर बनाउनु छ अरे नि त, घर बनाउँदा मलाई त थाहा हुन्छ नि त यो घरको फाउन्डेसनमा यति टाइम लाग्छ, पिलर उठाउन यति टाइम लाग्छ। त्यसले गर्दा आजको भोलि म कमिटमेन्ट गर्दिनँ नि त, 7 दिनभित्र मेरो घर बनिनुपर्छ, बिल्डिङ बन्दैनौँ। सिमिलरली एसआईआर भनेको अब बङ्गालको तपाईँले मतदाता नै ओभरअल गर्नु भने यहाँको बङ्गालको जनसङ्ख्या झन्डै 10 करोड छ। अन्त त्यसलाई तपाईँले 3 महिनामा कम्प्लिट गर्नु भन्नु हुँदैछ फाइनल प्रोसेस। त्यसमा पनि तपाईँको 1 महिनामा मात्रैमा चाहिँ तपाईँले
यो ड्राफ्ट दिने final त्यो रेडी तयार गर्ने भन्दैछ यो पोसिबल छैन तीमाथि बिएलओ जो व्यक्तिहरू छ बिएलओ व्यक्तिहरूलाई अहिले त्यो फर्म डिस्ट्रिब्युसनदेखि मैले अघि भनिहालेँ है इन्टायर डिजिटल त्यो इन्ट्रीहरू सबैको जिम्मेवारी दिएको छ त्यसले गर्दा फ्रस्ट्रेट भइसक्यो धेरैजना बिएलओहरू धेरै घर घरमा गएर पनि अन्त त्यो त मतलब इम्पोसिबल टास्क हर्क्युलिन टास्क भन्छ नि है अङ्ग्रेजीमा हो त्यस्तो दिइरहेको छ त्यसले गर्दा यही कुरा 6 महिना टाइम लिएर गर्थ्यो प्रब्लम थिएन त्यसले गर्दा एसआइआर सही र गलत भन्नुभन्दा पनि एसआइआरको टाइमिङ र एसआइआर कहाँ हुँदैछ किन कुन ठाउँमा हुँदैछ किन अर्को ठाउँमा भएको छैन इत्यादि विषयहरूले चाहिँ अब यसको एनालाइसिस गर्न सकिन्छ तपाईँको विचारमा हाम्रो लागि चाहिँ ठिक हो कि होइन व्यक्तिगत ठिक या गलत खासमा एसआइआरले एचिभमेन्ट पनि मतलब यो मेरो व्यक्तिगत विचार भन्दैछु एचिभमेन्ट पनि खासै ठुलो केही हुँदैन किनभने हेर्नुहोस् 2002 को भोटर लिस्टमा कि तपाईँको नाम भेट्नुहुन्छ कि तपाईँको फ्यामिलीको नाम भेट्नुहुन्छ होइन जो मानिलिउँ कोही बाहिरबाट आएको छ भने पनि म तपाईँलाई इक्जाम्पल किन दिएछु भने 1 सेप्टेम्बर 2025 अबको अहिलेको जस्ट 2 महिना मात्रै 3 महिना पनि भएको छैन होइन 2-2.5 महिना अगाडि चाहिँ केन्द्र सरकारले एउटा कानुन पारित गर्यो जुन सिए कानुन छ त्यसमा संशोधन गरिदियो 2024 को 31 डिसेम्बरसम्म आउने सबैलाई चाहिँ हिन्दूहरूलाई चाहिँ हिन्दू माइनोरिटी अवश्य उनीहरूलाई नागरिकता दिने अरे बङ्गलादेशबाट आओस् कि अफगानिस्तानबाट आओस् कि पाकिस्तानबाट आओस् विदाउट एनी डकुमेन्ट हजुर मानिलिउँ बङ्गलादेशबाट आउने एकजनाले चाहिँ म कसैले भन्यो म बङ्गलादेशबाट आएको अनि मेरोमा डकुमेन्ट छैन भन्दा उसले नागरिकता पाइहाल्ने अरे अनि अहिले पाइहाल्छ कानुनै त्यही छ भने त्यही त भन्दैछु अहिले भर्खरको इमिग्रेसनको नयाँ कानुन यो सेप्टेम्बर 1 तारिक लागू भएको गर्दा बङ्गलादेशीले चाहिँ त्यसरी पाइहाल्ने अनि देशकै हिन्दूले चाहिँ 2002 को कागज देखाउनु पर्ने जसले आज जसको भोटर कार्ड रिभिजन हुँदैछ यति कुरा त हामी बुझौँ 2024 मा लोकसभा इलेक्सनमा त भोट दिएको थियो नि त त्यसले गर्दा आजको भोटर लिस्टमा उसको नाम छ भोटर कार्ड बनाएको थियो उसले भनेपछि अहिले जुन बङ्गलादेशी आएर 31 डिसेम्बरमा आउँदाखेरि उसले नागरिकता पाउँछु भन्दैछ ऊभन्दा त ऊ सिनियरै भयो नि त जसको पनि भोटर लिस्टमा नाम छ अनि उसलाई चाहिँ त्यो हिन्दूले चाहिँ किन कागज देखाउनु परेको यदि हामीलाई बङ्गलादेशको हिन्दूको सुर्ता छ अरे पाकिस्तानको हिन्दूको सुर्ता छ अरे अफगानिस्तानको हिन्दूको सुर्ता छ भने देशकै हिन्दूको चाहिँ किन सुर्ता छैन उनीहरूलाई हामीले फ्री नागरिकता दिँदैछौँ भने देशको हिन्दू होइन सिख यिनीहरूले चाहिँ किन सो गरिरहनु पर्ने यो लजिकल एउटा क्वेसन छ जुन क्वेसनको चाहिँ आन्सर दिएको छैन यो देशले अहिलेसम्म त्यसले गर्दाखेरि हाम्रो लागि सही हाम्रो लागि गलत भन्दाखेरि जुन नियम कानुनमा चाहिँ इमिग्रेन्ट्सहरूले चाहिँ नागरिकता पाउँदैछ विदेशबाट आएको भन्दाखेरि चाहिँ नागरिकता र सहुलियत पाउने देशमै बसेकोहरूले चाहिँ कागज 2002 को देखाउनु पर्ने यो दोहोरो जुन चरित्र छ त्यो घातक हो त्यसले गर्दा सही र गलत भन्ने एब्सोल्युट एन्सर हुँदैन क्या फर्म भर्नु त जरुरी छ फर्म आएको छ सिस्टम तपाईँले फर्म भर्नुभयो भने तपाईँको भोटर कार्ड रहन्छ फर्म भर्नु भएन भने भोटर कार्डबाट काटिन्छ त्यति हो जस्तै कतिजनाले सोच्छ नि त कि अब फर्म आएको छ म त भर्दिनँ यसले केही हुँदैन भन्नेहरू होइन त्यसो फर्म त यसो तपाईँलाई भोटर लिस्टमा आफ्नो नाम राख्नु छ भने तपाईँ यो प्रोसेसबाट त जानु पर्यो होइन जुन प्रोसेस सरकारले बनाएको छ प्रोसेस तपाईँले पास गर्नुभयो त्यो प्रोसेसमा तपाईँको ग्रिभेन्सेस हुनसक्छ जस्तै मैले भने टाइमिङ गलत भयो कुन ठाउँमा गऱ्यो त्यो गलत भयो धेरै विषयहरू छ गलत त त्यसमा हामी आर्ग्यु गर्न सक्छौँ मानिलिउँ भोटर लिस्टबाट तपाईँको नाम काट्यो तपाईँ च्यालेन्ज गर्न सक्नुहुन्छ तर त्यो प्रोसेसै फलो गर्दिनँ भन्नु चाहिँ गलत हो अल्टिमेटली प्रोसेस त फलो गर्नु पर्यो जस्तै मेरो एकजना साथीको केस मलाई याद आयो उसको 2005 मा घर जलेको थियो होइन अन्त उसको 2005 मा घर जलेको थियो 2009-08 तिर उसले पछि डुप्लिकेट कपीहरू निकाल्यो आज त्यसले काम गर्दैछ उसको एसआइआरको लागि होइन हो त्यस्तै केसेसहरू हुनसक्छ तपाईँले यदि कुनै ठाउँमा निकाल्नु भएको छैन भने त्यो निकाल्दा पनि हुन्छ भनौँ न है जसको चाहिँ अलरेडी कुनै जेन्युन कारणले गएको थियो जस्तै कहीँ ल्यान्डस्लाइड गएको थियो अरे इन्टायर कोलोनी गएको थियो अरे उहाँहरूको यदि त्यस्तो खालको जेन्युन केस छ भने उहाँहरूले फेरि त्यस्तो भेट्नु पनि सक्नुहुन्छ यदि त्यसको रेकर्डहरू छ भने चाहिँ रेकर्ड खोज्नुहोस् कहीँ न कहीँ तपाईँले केही न केही रेकर्ड त पाउनुहुन्छ जो जेन्युन हो जस्तै कतिजना अब गभर्मेन्टकै अब कामले गर्दाखेरि लोकेसनहरू चेन्ज गरिराख्नुपर्छ होइन जस्तै कि अब दार्जिलिङबाट सिलगढी आउनु छ अरे आउँछ ट्रान्सफर हुन्छ अनि जस्तै कि 2002 मा उहाँ दार्जिलिङमा नाम थियो अनि त्यहाँदेखि 2004 देखि चाहिँ यता बस्न थाल्यो अरे दुईटा केस छ त्यसको मैले तपाईँ क्वेसन बुझेँ दुईटा केसमा एउटा केस चाहिँ कस्तो हुन्छ भने उहाँ ट्रान्सफर गर्नुभयो तर उहाँको दार्जिलिङको लिस्टमा चाहिँ छ अहिले त्यो उहाँले चाहिँ दार्जिलिङको लिस्ट देखाउँदा भइहाल्यो
देखाउँदा भयो 2002 को लिस्ट खोज्दा त्यहाँ भेट्नुभयो भने भइहाल्यो, यहीँको देखाउनुपर्छ भन्ने होइन। एउटा त्यो भयो। सेकेन्ड हो, उहाँले ट्रान्सफर गर्दाखेरि मानिलियो कथाकाल त्यो लिस्टबाट हटाएको रहेछ, अहिले खोज्दाखेरि बुथ नम्बरहरू केही भेट्नु भएको छैन भनेपछि, तर तपाईँको मतलब 2002 को अगाडि 98 हुनसक्छ, 99 हुनसक्छ, त्यति बेलाको यदि उहाँसँग डकुमेन्ट छ भने हियरिङ जति बेला आउँछ हियरिङमा उहाँले त्यसलाई प्लेस गर्न सक्नुहुन्छ, मेरो यस्तो थियो, यस्तो केस भयो भन्ने। अनि यो प्रोसेसहरू के हुन्छ होला? जस्तै कि हाम्रो यो अहिले त ड्राफ्ट रोल चल्दैछ हाम्रो नोभेम्बर ड्राफ्ट भयो, हियरिङ भयो, त्यहाँदेखि फाइनल हियरिङ हुन्छ। हियरिङ कहिलेदेखि स्टार्ट छ? हियरिङ पहिला ड्राफ्टको सक्छ 4 नोभेम्बर, त्यहाँदेखि जब ड्राफ्ट रोल पब्लिस हुन्छ त्यहाँदेखि गर्छ। मतलब अफिसियली उतै गर्नु भएको छैन, डेट त दिएको छैन? डेट दिएको छ, तपाईँको डेट दिएको छ। त्यहाँदेखि त्यो 4 तारिकको त्यो यो प्रोसेस सकिने बित्तिकै सायद 9 तारिक होला उहाँको ड्राफ्ट रोल पब्लिस हुन्छ। वान्स त्यो पब्लिस भइसकेपछि हियरिङको लागि 1 महिना एक्ज्याक्टली रहेको छ।